तपाईहरुलाई चाहिँ बेला बेलामा आफैलाई चिमट्नुहुन्छ हाम्रो जीवनमा हाम्रो राजनीतिक यात्रामा हजुर एउटा अमेरिकामा पढिरहेको अमेरिकाबाट फर्केर आएर व्यवसाय गरिरहेको सामाजिक अभियान चलाइरहेको कहिले सगरमाथा सफाईदेखि लिएर हजुर कहिले फोहोरलाई रिसाइकल गरिरहेको मान्छे अचानक चुनावमा जान्छ हजुर जनतासँग भोट माग्छ हजुर चुनाव जित्छ आउँछ कालो चस्मा लाउँछ प्रधानमन्त्री बन्छ यो जम्मै चीज यसरी हजुर हैन यो के झटमग्नी पटबिए भने जस्तो यस्तो पनि राजनीतिमा हुँदो रहेछ हैन तपाईहरुले त बेला बेला आफैलाई चिमटेर अయ్యా भन्ने हुन्छ होला हैन त्यस्तो चाहिँ होइन नेपाली समाजले धेरै लामो समयदेखि चाहिँ एउटा ट्रान्सफर्मेसनल चेन्ज चाहिँ खोजेको थियो र पुरानो पोलिटिकल पार्टिज अथवा त्यो नेतृत्वगणहरूले चाहिँ त्यो अन्डरलाइन करेन्ट चाहिँ बुझ्न सक्नु भएको थिएन कि तर यति छिटो भयो अथवा हुनुपर्छ कि पर्ने थिएन भन्ने कुरा त्यो अरू हिस्टोरियनहरूले चाहिँ पोलिटिकल साइन्टिस्टहरूले चाहिँ त्यसमा चाहिँ उहाँहरूले चाहिँ अध्ययन गर्नुहोस् उहाँलाई चाहिँ छोडिदिन्छु म त्यो चाहिँ तर सोसाइटी चाहिँ 35-37 वर्ष स्ट्याग्नेन्ट चाहिँ थियो क्या त्यो सोसियल एस्पेक्टबाट पनि इकोनोमिक्सको एस्पेक्टबाट पनि र तपाईँको अपवार्ड मोबिलिटीको कुरा हुन्छ नि हामी अगाडि बढ्ने होइन मल्टी डाइमेन्सनल एस्पेक्टबाट चाहिँ स्ट्याग्नेन्ट भएको थियो र अहिले चाहिँ नेपाली जनताले चाहिँ त्यो प्लेटफर्म पनि पाउनुभयो नेपाली जनताले चाहिँ अब पोलिटिक्स भनेको त एकदमै एक्टिभ हो नि त एकदमै के भन्छ डाइनामिक चिज हो नि त पोलिटिक्स भनेको चाहिँ होइन डाइनामिक र तपाईको चाहिँ अहिले चाहिँ प्लेटफर्म पाइयो र डेलिभरी नदिएको अवस्था थियो डेलिभरी नदिएपछि त असन्तुष्टिका लागि जति धेरै कारणहरू थिए अब एक्ज्याक्टली त्यो त्यही नै हो तर डेलिभरी पोलिटिक्सले चाहिँ डेलिभरी दिएन भने चाहिँ पोलिटिकल पार्टिज पनि इरेलेभेन्ट हुन्छन् र पोलिटिकल लिडरसिप पनि इरेलेभेन्ट हुन्छ र हामीले पनि अहिले जुन हाम्रो यो यस्तो तपाईको प्रचण्ड म्यान्डेट लिएर आएको जुन हाम्रो सरकार छ जुन म एउटा रुलिङ पार्टीको चाहिँ मेम्बर पनि छु लोवर हाउसमा चाहिँ हामीले पनि अब डेलिभरी दिने हो ओके